कैसा हाल खबर गाइस, दिस इज सुदन और AKA सुदन X11। तो आज हामी जान थाले हम सुपदेवली मन्दिरतिर जो कि लोकेटेड छ लुम्बिनीतिर। आज म तपाईलाई देखाउँछु बाटोमा के सिन हुन्छ, मन्दिरमा के सिन हुन्छ। तो जाम यहाँ सबै सतिर हानु त मम्मीतिर मौसी हजुरआमा। तो गाइस यो हाम्रो बस जे भने नि भयो, भ्यान भने नि भयो। आज हामी यसैमा जान थाले हम। राम्रो बस छ, सायदसँग इभी बस हो। अहिले चाहिँ हामी हाम्रो दाइले लिन जान थालेर हम यही बसेर। ये मामाजी चाय पिउनु छ लागि उता हेर्नु अगाडि सिन। तो गाइस अहिले एउटा अझै ब्रेकमा रोकेको यहाँको हेर्नु न प्लास्टिक लिन गएको कि हामी मान्छेहरूले मोमेन्टिङ गर्छ। हेर्नुहोस् यहाँ पुरा खाइ छ, बस्यो भने हाम्रो गाडी। अहिले हिँडेको लागि पुग्यो।
गाइस हामी अहिले भर्खर सुपादेराली पुग्यौँ। अहिले अब पूजा हुन्छ। अहिले फेरि पूजाको प्रोसेस देखाउँछौँ हामीले तपाईँलाई। भाइ हेलो गरिदिनु। हेलो उडाउनु। ल त गाइज अब हामी जान थाले हम ब्रिजतिर। मामा र भान्जा अब हामी ब्रिजतिर जान थाल्यो। कहाँसम्म? ब्रिजमा। ब्रिज पनि हेर्नु न कति खतरनाक छ क्या। ब्रिजतिर जाँदा जाँदा मरिने भयो क्या। यत्रो लामो पनि सिडी त हेर्नु न ब्रिज। गाइस अब हामी जान थाले हम यहाँ सिडी चढ्न। अब पहिला सिडी चढ्न पर्यो। पहिला स्टेयर हे भगवान के छ हालखबर? ठिक छ? ए जाम। हेर त यत्रो लामो सिडी छ के। छिटछिटो आउनु के मान्छेहरूको कारिगरी। ए तर हामीलाई ल ल छिटो आइज ल छिटो छिटो ल ल ल को आउन सके ल। के गर्छन्? छिटो आउनु के। क्या सिनरी हो। हामी पुलमा हम ए पानी बगेको छ। कति राम्रो देख्नु। उताबाट पानी आहा। सन्धिखर्क जाने बाटो ल त जाम आउनु। यो फेरि ब्रिज चाहिँ बहुत लामो हो नि। बहुतै हाम्रो सोचभन्दा पनि लामो रहेछ।
भर्खर हामी उतो ब्रिजबाट आएको चप्पल छोडाएर मोजा लाएर हिँडेको ए ल अब घर जाने बेला भयो घर जाने अब घर जाने भइयो अब हामी हिँड्ने है ल बाई बाई सुपा गाइस हामी घर जाँदा थियौँ अब त्यही बाटोमा समोसा किन्न आएको तो गाइस अहिले हामी सानो सुपातिर आइसक्यौँ ल हाम्रो मामा पनि भेट्नु हजुरबा अहिले म छु सानो सुपातिर म अहिले तपाईँलाई भिडियो देखाउँछु सिनेमेटिक ल हेर्नुलाई